इलाममा ठूलो मानवीय क्षति, पहिरोमा 34 जनाको मृत्यु, मन्त्रीद्वय घिसिङ र अर्याल इलाम जाने कार्यक्रम स्थगित। दर्शकबिन अविरल वर्षाका कारण गएको पहिरोमा परि इलाममा हालसम्म 34 जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरीले संकलन गरेको तथ्याङ्क अनुसार सूर्योदय अकमा 5 जना, इलाम नगरपालिका 1 मा 6 जनाको मृत्यु भएको छ। त्यस्तै देउमाईमा 8 जना, फाकथोकुङमा 1 जना र माङसेबुङमा 3 जनाको मृत्यु भएको छ। उता माई जोगमाईमा 7 जना र सन्दकपुरमा 4 जनाको मृत्यु भएको छ। पहिरोका कारण घर पुरिएपछि यति धेरै संख्यामा मानवीय क्षति भएको हो। पहिरो प्रभावित क्षेत्रमा सुरक्षा निकायहरूले उद्धार कार्य गरिरहेका छन्। घाइतेहरूलाई हेलिकप्टरबाट उपचारका लागि लैजान थालिएको छ। हालसम्म प्राप्त विवरण अनुसार सूर्योदय नगरपालिका 1 बस्ने करिब 60 देखि 65 वर्षकी मनमाया छेत्री, 11 वर्षकी रश्मिका छेत्री छन्। त्यस्तै वतन नखुलेको अन्दाजी 40-45 वर्षकी महिला र वतन नखुलेको अन्दाजी 15 देखि 16 वर्षकी बालिका रहेका छन्। मृत्यु हुनेमा इलाम नगरपालिका 6 बस्ने 23 वर्षीय समीर देउसाली, 23 वर्षीय प्रवीण पाखरिन र 23 वर्षीय विराज पाखरिन छन्। त्यस्तै 32 वर्षीय अनु तामाङ, 32 वर्षीय प्रनिशिका मगर र 4 वर्षीय आरूप दनुवारको पनि मृत्यु भएको छ। इलामका विभिन्न स्थानमा पहिरोले एकसाथ ठूलो परिणाममा क्षति पुर्याएकाले उद्धारमा हम्मे परेको छ। फरक फरक स्थान र अप्ठ्यारो भूगोलमा पहिरो गएका कारण नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले सहकार्य गरेका छन्। सबैको सहकार्यले पुरिएका शव तथा घाइतेहरूको उद्धार गरिएको छ। पहिरोले इलामका विभिन्न गाउँ बस्तीमा सयौं घर जोखिममा परेका छन्। पहिरोले पुरिएका र जोखिममा रहेका घरका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै राहत उपलब्ध गराउन प्रक्रिया थालिएको छ। आइतबार साँझसम्ममा इलामको राजदुवाली क्षेत्रका 26 र माइको चेप्टी भन्ने स्थानका 15 गरी 41 घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रशासनले बताएको छ। विस्थापितहरूलाई राहत र तत्कालका लागि बसोबासको प्रबन्ध सम्बन्धित पालिकाबाट गर्ने गरी प्रबन्ध मिलाइएको समेत जानकारी गराएको छ। उता मन्त्रीद्वय कुलमान घिसिङ र ओम प्रकाश अर्याल आज इलाम जाने भनिएको कार्यक्रम एकाएक स्थगित भएको छ। उनीहरू पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आज 11 बजे त्यसतर्फ जाने तयारी गरिएको थियो। काठमाडौँबाट नियमित उडानको हवाईजहाजमा झापाको भद्रपुरसम्म जाने र भद्रपुरबाट इलामसम्म हेलिकप्टरबाट जाने कार्यक्रम तय भएको थियो। इलाम जान भनेर काठमाडौँबाट 11 बजे प्रस्थान गर्ने भन्ने तयारी थियो, तर 11 बजे भन्दा अगाडिको टिकट पाएमा अगाडि नै जाने भन्ने भयो। तर नपाएपछि आज इलाम जाने कार्यक्रम क्यान्सिल भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। मन्त्रालयले राहत सामग्री बोकेर छिट्टै इलाम जाने कार्यक्रम तय गरेको छ। असोज 18 गतेको भीषण वर्षाले इलाममा 37 जनाको मृत्यु भइसकेको छ। कैयौं घाइते र बेपत्ता छन्। राजमार्ग, पुल, जलविद्युत आयोजना लगायतका भौतिक संरचनाहरू भत्किएर छेदविच्छेद भएका छन्। दर्शकबिन उता धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर 5 थापाकोटका एक युवकले आफ्नी आमाको हत्या गरेका छन्। थापा कटेरीका 30 वर्षीय एम कणेलले आइतबार राति 8:30 बजेतिर खाना पस्कन लागेका बेला 54 वर्षीय आफ्नै आमा राममायामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धादिङले घटनास्थलबाट हतियारसहित हत्या गर्नेलाई पक्राउ गरिएको जानकारी दिएको छ। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको र एम बहादुर विरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ। शरीर र टाउको छुट्टिने गरी भएको हत्याको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल धादिङ लगिएको प्रहरीले जनाएको छ। राममायाको हत्यापछि पुरै गाउँ शोकमा डुबेको छ। आमाको हत्या अभियोगमा पक्राउ परेका एम बहादुर गत भदौ 23 र 24 गते भएको जेनजी आन्दोलनका क्रममा आक्रामक प्रस्तुति र क्रियाकलापबाट सामाजिक सञ्जालमा भाइरल भएका थिए।